सक्दिन म आमालाई शब्दमा बयान गर्न भुलेर जननी बेकार छ ईश्वर फकाउन सक्दिन म आमालाई शब्दमा बयान गर्न भुलेर जननी बेकार छ ईश्वर फकाउन सहेर पीडा दुःख कष्ट धरती देखाउने पहिलो अक्षर लेख्न गर्भमै सिकाउने आफ्नो खुसी लुटाइदिने आफू रोएर हँसाइदिने भोको रहेर सन्तानलाई खुवाउने हुनै हुन् मेरी आमा मेरी आमा मेरी आमा मेरी आमा हेलो हेलो दादा मात्रै किन भने हटानु दादा भने अहिलेसम्म त मुन्दिने बेला भएको छैन म यहाँ आएको कति बेर भइसक्यो तिमीहरू माथि मेरो सङ्ख्या लागिरहेछ तिमीहरू पनि उतै मिल्यौ क्या हो मैले कुनै तिमीहरू उता मिलेको थाहा पाएँ भने कुनै प्रुफ थाहा पाएँ तिमीहरूलाई मैले बाँकी राख्दिनँ त्यो दिन मैले सुन्न नपरोस् देख्न नपरोस् हेलो 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 ल फोन त्यत्तिकै राखिदियो कुरा गर्दा गर्दै कोठारी बाबु दाइ तपाईँ हो म कता जानु लाग्नु भयो नि दाइ भन्न त मन थियो नि तिमीलाई ठेगान लगाउनु भनेर भर्खर चौकीमा बुझ्न जाँदैछु अब तिमीहरूको धेरै दिन बाँकी छैन हरिमान दाइ के सोचिराख्नु भएको केही होइन बाबु हेरौँ अब कतातिर हुन्छ के हो दाइ घरबाट निस्किँदाखेरि कहाँ जान्छु भन्ने त्यति पनि थाहा छैन क्या हो तपाईँलाई चुप लाग तिमीहरूले अरूको मजाको उनदेखि बाहेक के नै जानेका छौ र जानेको त कति छ जानेको जति सबै बाटोमा देखाउनु त भएन नि तिमीलाई मैले भनेको पनि त छैन नि बाटैमै देखाउ भन्नु अघि नै पुलिस चौकीमा जान्छ भनेर हिँडेको मान्छे त यहाँ बट्टारे बाबुसँग पो बोल्दैछ नि त होइन यिनीहरू ठुलो ठुलो स्वरमा के बोल्दैछन् ए हरिमान दाइ मैले कसको जासुसी गरेर देख्नुभयो मुख छ भन्दैमा जे पायो त्यही नबोल्नुहोस् मुखले सम्हालेर बोल्नुहोस् कहिले कसको भन्ने कुरा समय आएपछि थाहा पाइहाल्छौ नि के भयो बट्टारी बाबु
के कुरा हुँदैछ के भयो आफ्नै राजा साहबलाई सोध्नुहोस् न किन हो र बुढा बट्टारे बाबु त निकै जोडले कराउँदै थिए त किन भन्नु र यी लफङ्गाहरूलाई के नै ठुलो न्यु चाहिँ छ र म जाँदै थिएँ ऊ फोन गरिराखेर छ फोनमा हाम्रा छोराको कुरा गर्दैछ मैले थाहा नबास्तो गरेर कुरा गरेको झन् उल्टो ठुल्ठुलो कुरा पो गर्दो रहेछ त अनि अघि नै पुलिस चौकी जान्छु भनेर हिँडेको मान्छे यहाँ किन गफ लडाएर बसिरहेको त जान्छु अब यिनीहरूलाई त्यत्तिकै कहाँ छोडाउँला र अब तपाईँ पनि त्यस्तै सरासर आफ्नो काममा नहिँडेर यस्तासँग गफ लडाएर बस्ने हो यिनीहरू राम्रो छैनन् भने त हामीलाई पहिल्यै थाहा थियो नि जे नगर्नु थियो गरिसके बिना काममा यिनीहरूसँग गफ लडाएर बसेर के फाइदा बरु खुरुक्क आफ्नो काममा जानुस् न अहिलेसम्म पुगेर पनि फर्केर आउने बेला भइसक्यो तपाईँ यही बाटामा अल्झेर बसेर हुन्छ अरू मान्छेले कहाँ जान लाग्यो भनेर सोध्यो भने चौकीमा जान लाग्यो भने चाहिँ नभन्नुहोस् है तपाईँको त बोली पनि ठिक छैन प्याट्ट बोलिहाल्नुहुन्छ भन्दिनँ यति कुरो त मलाई पनि त थाहा छ नि ल घरमा छिट्टै आउनुहोस् है म पनि यसो जङ्गलतिर लागेर एक अङ्कालाई दाउरा खोजेर ल्याउँछु अब भरि भात पकाउने दाउरा छैन पुरा नजाऊ पनि कसरी बिस्तारा छ घरमा दोस्रो मान्छे छैन तिमीलाई पनि कति दुःख ठिक्क पार्न तिमीलाई ख्याल आउँछ पकाउनलाई हेर न पारा यिनको फेरि ओहो आज कस्तो निन्द्रा लागेछ होइन आज पनि मलाई के हुन थालेको छ अब वर्षा पनि बितिसार्ने भयो गाउँ नै सुन्ने हुनेको भेट नभए पनि मेरो वरिपरि नै छन् जस्तो लाग्थ्यो मनमा माया हुँदा हुँदै पनि म वर्षालाई रोक्न पनि सक्दिनँ उसको पनि त भविष्यको कुरा छ मैले मेरो स्वार्थ मात्रै हेरेर के गर्नु मलाई माफ गर्दै वर्षा हाम्रो मिलनमा जुलीमा नभए पनि म तिमीलाई सधैँ यो मुटुको कुनामा सजाएर राख्नेछु
ओहो भाउजू दाउरा लिएर आउनुहुन्छ ए जङ्गी बाबु पो अब घरमा दोस्रो मान्छे को छ र मेरो काम गरे पनि आफै नगरे पनि आफै त्यही त भाउजू दुःख पाउने कर्म भएपछि दुःख नै गर्नुपर्नेछ यतिका उमेरमा पनि आफै भिडभाड गर्नुहुन्छ रहरले सबै कुरा कहाँ गरिन्छ र जङ्गी बाबु बाध्यता र समस्याले सबै कुरा सिकाउँछ मान्छे जन्मिने पनि एक्लै मर्ने पनि एक्लै र आएको समस्यामा लड्ने पनि एक्लै हो भाउजू हजुरको आँट र हिक्मतलाई मान्नै पर्छ यतिको हिम्मत र आँट नभएको भए त यो गाउँको मान्छेहरूले हामीलाई कहाँ बाँच्न दिन्थे र जङ्गी बाबु त्यसै त हामीलाई यो गाउँकै होइन चाहिँ गर्छन् खै जङ्गी बाबु आफूले जति राम्रो गर्न खोज्दा पनि नराम्रो हुँदो रहेछ छोडिदिनुहोस् बाबु यी सब कुरा अनि तपाईँ चाहिँ कहाँ जान लाग्नु भएको नि कहाँ जानु भन्नु र भाउजू काम पनि छैन फुर्सद पनि छैन त्यही परसोमा जाम कि भनेर औ साँच्चै जङ्गी बाबु तपाईँ र म धेरैचोटि भेट भइसकेका छौँ राम्रोसँग कुरा गर्न नपाउँदै जहिले पनि फटाफट हिँड्नै हतार हुन्छ तपाईँलाई अनि खास कुरा चाहिँ के हो नढाँटिकन भन्नुहोस् न बाबु भाउजू खै के भनौँ खै कसरी भनौँ भन्न पनि एकदम गाह्रो लागिरहेछ यो जमानामा कसैको पनि विश्वास नहुने रहेछ भाउजू हो बाबु आजभोलिका मान्छेहरूमा किन धेरै नकारात्मक सोच मात्रै भएको होला है लुटपाट चोरी डकैती यस्तो कुरामा मात्रै ध्यान दिन्छन् राम्रो कुरामा त कसैको सोचै पुग्दैन कसैले राम्रो कुरा गर्यो कि पचाउनै सक्दैनन् हो भने भाउजू भलाइको जमाना नै छैन प्रेमले पनि त्यत्रो विदेशमा दुःख गरेर आयो अनि आउँदा बित्तिकै यस्तो जङ्गी बाबु प्रेमको बारेमा के थाहा छ हजुरलाई भन्नुहोस् त नढाँटिकन भाउजू सत्य के हो आज त भनेर नै छोड्छु म नायकाबाट देउसी खेलेर जाने थिएँ मैले बारम्बार भन्ने कोसिस गरेको थिएँ तर भन्ने आँटै आएन ए कुरा त्यस्तो पो रहेछ मलाई त यिनीहरूमाथि पहिल्यै शङ्का थियो म ढुक्क भएँ अब यिनीहरूलाई के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ जङ्गी बाबु तपाईँले मलाई सत्य कुरा बताइदिनु भयो धेरै धेरै धन्यवाद भाउजू धन्यवाद भन्न पनि मैले भनेको भनेर कसैलाई नभन्नु होला मलाई विश्वास गर्नुहोस् बाबु म कसैलाई भन्दिनँ बरु जामिनुहोस् खै भाउजू दाउरा दिनुहोस् म बोक्दैछु पर्दैन बाबु अब तपाईँ मासतिर जानु लाग्यो मान्छे म खुनु गइहाल्छु नि होइन होइन भाउजू हजुर त्यसै बिरामी हुनुहुन्छ म बरु परसम्म पुऱ्याएर आइन्छ म देवर भएको के काम किन दुःख दियो भनेर नि बाबु होइन म बरु पुऱ्याएर आउँछु नि आउनुहोस् आउनुहोस् दिदी दिदी के भयो हजुरलाई किन यसरी टोलाएर बस्नु भएको के भयो भन्नु न दिदी तपाईँलाई केही नभए त यसरी बस्नुहुन्न अनि मैले गरेको फोन पनि त उठाउनु भएन खै के भन्नु र बहिनी मनमा पीडा कति छ कति भन्नु न भन्नु दिदी मनको बह अरूलाई बिसाउँदा अलि हल्का हुन्छ भन्छन् बहिनी मैले त अब विदेश जाउँ कि भनेर सोचिरहेकी छु यत्रो वर्ष नेपाल बसियो केही गर्न सकिएन दिदी यो के भन्दै हुनुहुन्छ तपाईँ जस्तो मान्छे पनि विदेश जाने सोचिरहनु भएको छ विदेश जान सोचेको भन्दा पनि भिजा लगाइसकेकी छु अब त भिसा आउन टाइम पनि भइसक्यो ओहो कुरै कुरामा भुलेछु ए साँच्ची तिमीले के को लागि फोन गरेको थियौ खासै केही काम त थिएन दिदी म पनि घरमा एक्लै थिएँ तपाईँसँग भेटेर यसो गफगाफ गरौँला भनेर नि अनि दिदी भिसा पनि लगाइसके भन्नुहुन्छ तपाईँलाई विदेश जान पर्ने केही आवश्यकता छ र आवश्यक भन्दा पनि म बाध्य भएर जान लाग्नु बहिनी बाध्य के बाध्य पर्यो दिदी त्यस्तो गाउँको नायकको छोरीलाई पनि विदेश जान केले बाध्य गरायो भिडा आफ्नै हुन्छ बाहिर हेर्दा मान्छेले जस्तो देखे पनि
भित्री पीडाहरू छुट्टै हुन्छ। हुन त हो नि दिदी, पीडाहरू सबैको छुट्टा छुट्टै हुन्छ। म पनि तपाईँको बहिनी जस्तै हुँ क्यारे, भन्न मिल्छ भने भनौँ न। हुन त हो बहिनी, अहिले म भन्न नसक्ने स्थितिमा छु। दुःख नमान ल, कुनै दिन भनौँ न। दिदी, हजुरलाई जुन दिन भन्न मन लाग्छ त्यही दिन आफ्नै बहिनी सम्झेर भन्दा हुन्छ। अहिलेलाई म जान्छु, फेरि तपाईँ विदेश जाने बेलामा मलाई चाहिँ बोलाउन नबिर्सिनु है। हुन्छ बहिनी, राम्रोसँग जाऊ है। हस् दिदी। कता मरे थियो, यति बेला फोन गरेको अहिलेसम्म आएछ। हुनाले के कारणले आइपुग्ने बेला भइसक्यो। सबैले मलाई टेन्सन दिइरहेछन्। बटारे भाइ, को हो यो बट्टा? ए सङ्गे दाइ, आऊ बस। गयो त हरिमानको घरमा? जान त धेरैचोटि गएँ बटारे भाइ, तर त्यो घरमा नै छैन। होइन, त्यो गयो चाहिँ कता? कि तिमी पनि मिलाएको छौ? तिनीहरूसँग मिलेको भए तिमीले जे भनेको त्यही मान्थे त। होइन ए जङ्गी दाइ, तिमीले त प्रेमको आमालाई सबै कुरा भन्यौ रे। कहाँ भनेर मैले भेटेकै छैन। कसले भन्यो तिमीलाई? मजा गरेको हो जङ्गी दाइ, कति आत्तिनु भएको? त्यही त, मैले केही भनेकै छैन। त्यो कता गयो थाहा नै छैन। त्यही कता गयो भनेर थाहा नपाएर पो टेन्सन भयो त। ए जङ्गी दाइ, तपाईँलाई केही उपाय थाहा छ र त्यसलाई पत्ता लगाउने? बटारे भाइ, पत्ता लगाउने भन्दा नि बरु मसँग एउटा उपाय छ। के उपाय हो जङ्गी दाइ, भन त। बरु यो गाउँ नै छोडेर जाउँ, यही उपाय। भागेर समस्याको समाधान हुँदैन, लडेर समस्याको समाधान गर्ने मान्छे हुँ म। बुझ्यौ? जङ्गी दाइ जाउँ। ए दाइ पो रहेछ। भन् त दाइ। म काकीलाई घरसम्म पुऱ्याएर आउँछु। प्रेम, प्रेम, वर्षा, कस्तो छ तिमीलाई? ठिकै छ भन्नु पर्यो प्रेम, बाँचिरहेकै छु। वर्षा, के बोलेको? यस्तो उमेरमा पनि कस्तो कुरा गर्दैछौ तिमी? अनि वर्षा, साँच्चीकै तिमी विदेश जान लागेको? अझै पनि तिमीलाई मजाक लागिरहेछ हो? मैले त्यस्तो भन्न खोजेको होइन वर्षा। एकचोटि राम्रोसँग सोचेर निर्णय लिने कि? मैले सोचेरै निर्णय लिएको हो प्रेम। अब जतिसुकै दुःख कष्ट भए पनि विदेश त म जान्छु नै। अब तिमी नै यसो भन्छौ भने म के भनौँ वर्षा? तिमी आफै जान्ने बुझ्ने छौ। नेपालमा बसेर केही गरे पनि त हुन्थ्यो भन्न मात्रै खोजेको हो वर्षा। नेपालमा बसेर केही गर्नलाई त मन पनि शान्त हुनुपर्छ। मनमुटु एकातिर भएर कसरी के काम गर्न सकिन्छ भन त? अब त जसले जे भने पनि मेरो मन फेरिनेवाला छैन। फेर्नु पनि हुँदैन। मान्छे स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। आफ्ना मनमा लागेका इच्छा आकाङ्क्षाहरू सबै पुरा गर्न पाउनुपर्छ। वर्षा, जाने नै निर्णय गर्यो होइन त? तिमीलाई अझै पनि मजाक सम्झिरहेछ हो?
हेलो 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 फोन पकाटिसक्छ। धेरै रिसाए जस्तै छिन्। मलाई पनि त तिम्रो माया नभएको कहाँ हो र बसा। मैले देखाउन पो सकिनँ। तिमी विदेश जान्छु भन्दा म छाँगाबाट खसे जस्तै भएको छु। हाम्रो माया यो जीवनमा सम्भव पनि त छैन। कि त तिमीले घर परिवार त्याग्नु पर्थ्यो कि त मैले। म कसरी सम्झाउ बस। तिमी जति टाढा भए पनि तिम्रो माया ए मुटुमा सजाएर राख्नेछु। के भयो बाबु? केही भएको छैन आमा। वर्षा नानीको फोन आयो जस्तो छ, उठा त। वर्षा छोडिदिनुहोस् आमा। उठा न उठा, के भन्न ल, उठा। के समस्याको पऱ्यो कि? फोन पो काटिसकेछ। बाबु के हो के अब कति नै दिन बाँकी छ र पो भन्दैछ। त नरिसा न, कुरो के हो? खासै त केही पनि होइन आमा। वर्षा विदेश जाँदैछिन् रे। मैले विदेश किन जानु पर्यो, नेपालमा केही गरे भइगयो नि भनिदिएको थिएँ। रिसले फोन पो काटिन्। अहिले रिस मर्यो होला अनि फोन गरेँ। ए वर्षा विदेश जाने रे बाबु? किन रहेछ? अरूलाई त विदेश जानुहुन्न भन्ने मान्छे आज आफै विदेश जान लागेछन्। जानै पर्ने त्यस्तो के रहेछ बाबु? हो आमा, मैले बारम्बार सोधेँ पनि, धेरै सम्झाउने कोसिस पनि गरेँ, तर मानिनन्। बाबु के भएछ त वर्षालाई? त्यस्तो मान्छे त होइन। नायकको घरमा जन्मेर पनि साधारण छिन्। कसैलाई के भनेर नबिजाउने। नराम्रो वचन अहिलेसम्म कसैलाई भनेको सुने पनि छैन। अनि जानै पर्ने चाहिँ कारण के रहेछ बाबु? मलाई पनि यो कुरा सुन्दा त अचम्म लाग्यो। जे भए पनि बाबु, वर्षा नानीलाई पाउने केटा असाध्यै भाग्यमानी हुन्छ। हो आमा, घमण्ड भन्ने चिज त पटक्कै छैन। कति मायाले छन् है। निकै मन पराएको जस्तो कुरा गरिस् त। के हो, कुरा अगाडि बढाउँ त बाबु? आमा, मन परेका सबै चिज कहाँ पाइन्छ र? राम्रो चिज त सबैलाई मनपर्छ। यस्तै हो बाबु जीवन भनेको। विदेश पो जान आँटेछन्। किन जाने रहेछ? पढ्न पो जान आँटेछन् कि त? खै आमा, मलाई पनि केही भनिनन्। विदेश जान्छु मात्रै भनेकी थिइन्। अनि काकीलाई धेरै सम्झेको छ भनिदिनु है भन्दै थिइन्। ए मैले पनि धेरै सम्झेको छ भन्दै है। बाबु बरु यसो गर्न, एक दिन वर्षालाई हाम्रै घरमा बोला अनि बसेर कुरा गरौँला नि, हुन्न? हुन्छ आमा, म एकचोटि वर्षालाई भनेर हेर्छु के भन्छ। राम्रोसँग सम्झान बाबु। मैले जसरी ल्याउनु हुँदैछ भन है। हुन्छ। मेरो पनि भान्सामा काम छ, गएँ अहिले। हस्। बुढी, ए बुढी, एक गिलास चिसो पानी ल्याऊ।
अब त हिँड्नु पनि नसक्ला जस्तो भयो। पहिला पहिला यस्तो गाह्रो कहिले भएको थिएन। यो उकालो पनि कति लामो लाग्यो। त्यो त तपाईँलाई लागेको मात्रै हो। सधैँभरि एकनास कहाँ हुन्छ र? अब त उमेर पनि पुग्यो नि बुढा। हो बुढी, आज महसुस भयो निकै बुढो भइएछ। यस्तै हो भने त ओहोरदोहोर गर्ने पनि निकै कठिन होला होला जस्तो होइन बुढा, कठिनै भइसक्यो। हाम्रो गाउँमा एउटा गतिलो बाटो त छैन। अरूको गाउँमा बाटो घाटो गाडी सबै सुविधा पुगिसक्यो। कठैबाट हाम्रो गाउँमा त नेताहरूलाई बाटोतिर ध्यान दिने फुर्सद पनि कहाँ छ र? यिनीहरूलाई त आफ्नो पेट र आफन्तको पेट भर्न पाए पुग्यो। के गर्छौ त बुढी? हाम्रो आवाज कसले सुनिदिने? यत्रो उमेर त यत्तिकै बिताइयो। अब त कति नै बाँचिएला र? हामी त जसो तसो भए पनि दिन कटौला, तर हाम्रो छोराछोरीको बारेमा केही न केही त सोच्नु पर्छ बुढा। हामीले मात्रै सोचेर यहाँ केही हुनेवाला छैन बुढी। कानुन जति ठुलो बडाले आफ्नो खल्तीमा बोकेर हिँड्छ। छोडिदिनुहोस् यी कुराहरू। जति कुरा गरे कुरा मात्रै आउँछ। बरु त्यो चौकीमा चाहिँ के भन्यो? शङ्खाको भरमा केही पनि गर्न सक्दैन रे, मुखको भरमा पनि केही हुँदैन रे। बलियो प्रमाण चाहिन्छ रे। बलियो प्रमाण भएन भने हामी केही गर्न सक्दैनौँ भन्छन्। ए त्यही त है बुढा। अब यो सबै प्रमाणहरू कसरी जुटाउने त? साँच्ची आज म जङ्गल गएको थिएँ। जङ्गे बाबु पनि भेट हुनु भएको थियो। हाम्रो छोरालाई यस्तो गराउने त्यो बट्टारेर नाइकको भतिजो रे मेरो आफ्नै आँखाले देखेको भाउजू भन्दै हुनुहुन्थ्यो। आँखाले मात्र देखेर के गर्नु? प्रमाण केही पनि छैन। प्रमाण जग्गे बाबु छन् नि बुढा, प्रत्यक्ष आँखाले देखेका छन्। देखेर मात्रै के गर्छ बुढी? न त हामीसँग पैसा छ न त पावर नै। जग्गे बाबु त हुनुहुन्छ नि बुढा, होइन र? जङ्गे आज छ भोलि छैन। पैसा देखेपछि महादेवको त तीन नेत्र जल्छन् भन्छ। बरु बुढी अरूको भरमा नपर, आफै बलियो प्रमाण जुटाउतिर लाग। ल ल बुढा, भित्रै गएर कुरा गरौँ। अब के गर्दा राम्रो हुन्छ, कसो गर्दा राम्रो हुन्छ त्यो त सोचेर सल्लाह गर्नुपर्छ क्या। यसरी नै हुन्छ। ल हेर्नुहोस्। तिमी रिसाउनु स्वाभाविक कुरा हो। यदि त्यो ठाउँमा म भएको भए नि यस्तै गर्थेँ होला। पुराना कुराहरू छोड्दैन हामी लक्ष्य। बाबु नसुतेर किन आउनुभयो? के गर्दैछस् भनेर नि।
ल आउनु नि त बसेरै कुरा गरौँ। तसँग एउटा सल्लाह गरौँ कि भनेर आएको। के सल्लाह हो र आमा भन्नुहोस् न। अरू के सल्लाह हुनु र बाबु? आज तेरो बाबा पुलिस चौकी जानु भएको थियो। के भन्नेछन् त आमा चौकीमा? के भन्नु र बाबु? शङ्काको भरमा हामीले कसैलाई केही गर्न मिल्दैन, पहिला सबै प्रमाण लिएर आउनु अनि मात्रै कारबाही अगाडि बढाउला भन्नुभयो रे। हो आमा, शङ्काकै भरमा पुलिसले पनि केही गर्न सक्दैन। हामीसँग बलियो आधार नहुन्जेलसम्म उनीहरूलाई दोष दिने कुरा पनि त भएन। हे भगवान्, कस्तो समस्या आयो। यो जन्जालबाट मेरो छोरालाई कसरी पार लगाउने होला? आमा, अब चिन्ता लिएर केही हुँदैन। बरु प्रमाण पो कसरी जुटाउने होला। कसैले देखेको भए पनि भइहाल्थ्यो। हो र बाबु, त्यसो भए त जग्गे बाबुले सबै कुरा देखेका छन् रे। मलाई आज भर्खरै भनेका। लौ गजब आमा, त्यसो भए त बरु जङ्गे दाइलाई भेटिहाल्नु पर्यो। भेट्न त भेटौँला नि बाबु। हिजो तिम्रो बाबासँग पनि कुरा गरेकी थिएँ। अनि के भन्नुभयो बाबाले? के भन्नु र बाबु, अहिले चाहिँ जग्गेले मैले नै देखेको हो भनेर भन्ला। तिनीहरू देख्ने बित्तिकै मैले देखेको होइन भन्यो भने चाहिँ हामी के गर्ने पो भन्नुहुन्छ बाले? बाबाले भनेको कुरा पनि ठिकै हो आमा, तर जङ्गे दाइ त्यस्तो नगर्लान्। यदि त्यस्तो गर्ने भएको भए यी सबै कुरा तपाईँले किन भन्थ्यो होला र? खै बाबु, कसको पो विश्वास गर्नु र? अब जग्गे बाबुलाई घरमै बोलाएर एकचोटि सरसल्लाह गर्नु पर्ला। हुन्छ आमा, त्यस्तै गर्नु पर्ला। बरु अहिले सुत्न जानु, म पनि सुत्छु। निद्रा त लाग्दैन बाबु, कोसिस गर्नु पर्ला। ल ल, त पनि सुत, अब रात छिपिसक्यो। हस् आमा, अब तपाईँ पनि सुत्न जानु। फेरि दिमागमा केही पनि कुरा नखेलाएर सुत्नु होला। ल बाबु, ल, मेरो चिन्तै नगर न त सुतिहाल, म पनि गएर सुत्छु। हस्, हुन्छ। गाउँको बाटो हो, अलिक बिस्तारै हिँड्नुहोस्, बाटो अप्ठ्यारो हुन्छ। को रहेछ? नयाँ पो देख्छु त। मान्छे त ह्यान्डसम रहेछ। आच्छा, केही नबोली गयो त। यो को हो पत्ता लगाएरै छाड्छु। सुन्नुहोस् न, तपाईँलाई एउटा कुरा भनौँ? के कुरा हो भन्नुहोस् न। हजुर यही गाउँको हो र? हो, किन र? त्यस्तो केही होइन।
पहिला हजुरलाई कतै देखाएको थिइनँ त्यसैले। मैले पनि तपाईँलाई कहिल्यै देखेन। मेरो घर त यहाँ होइन, अनि कसरी देख्नुहुन्छ? ए साँच्चै तपाईँको नाम चाहिँ के होला तिमी? मेरो नाम बाबा। बाबा? यो कस्तो खालको नाम हो? नाम हो कि बाबा। बाबु एकचोटि नायकी छोरीसँग पुगेन र फेरि योसँग? त्यस्तो होइन बाबा, म बाटोमा जाँदै थिएँ, उनी एक्कासी बोल्न आयो। म उनी को हुन् त चिन्दिनँ। अनि नचिनेको मान्छेसँग बसेर मजाले कुरा गर्छन् कोही? साँच्चीकै बाबा, मैले चिनेकै छैन। झन् उल्टै तिम्रो नाम, घर कता हो, के थरीको हो भनेर सोध्दै हुनुहुन्थ्यो। अहिले गुन्डाहरूले भेट्यो भने के गर्छन् भन्ने कुरो थाहा छ तँलाई? तँलाई त जति सम्झाइ नि लागेन। अब घर जान्छु बाबा, अलिकति काम थियो त्यसैले। के काम हो र त्यस्तो भन्दै नहुने? ल ल तँ यसै भनिरह। तेरो चिन्ताले गर्दा आमाले खाना खानै छोडिसक्यो। तँ चाहिँ यस्तै गरेर बराल लिए।